भविष्यको बाटो कोरिदियो। आमाको ममताले मेरो जीवन उज्यालो पारिदियो। गुरुको ज्ञानले अज्ञानताको अँध्यारो चिरेर जीवनमा मानिस भएर बाँच्ने सही अर्थ सिकाइदियो। जीवनमा मानिस भएर बाँच्ने सही अर्थ सिकाइदियो। धन्यवाद। कार्यक्रम प्रस्तुताज्यू, आदरणीय सभापति महोदय, न्यायको तराजु लिए बस्नुभएका आदरणीय निष्पक्ष मण्डल, कुशल र बुद्धिका धनी आदरणीय गुरुवर्ग, अतिथिगण, विशेष अतिथि, विभिन्न विद्यालयबाट आफ्ना अब्बल प्रतिभा लिई उपस्थित हुनुभएका मेरा प्रतिस्पर्धी मित्रहरू तथा उपस्थित भद्र बरादमीहरू, आज एमपेप्सन काठमाडौँ जिल्ला समितिको आयोजना तथा एमपेप्सन कागेश्वरी मनोहरा नगर कार्य समितिको अद्वितीय संयोजक र व्यवस्थापनमा यस ऐतिहासिक पाणिनी स्कुलको प्राङ्गणमा यस जिल्ला स्तरीय वक्तृत्व प्रतियोगितामा म प्रतियोगी नम्बर 20 को तर्फबाट आफ्ना तार्किक प्रस्तुति यहाँहरूसम्म राख्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरिरहेकी छु। आजको मेरो वक्तव्यको निर्धारित शीर्षक रहेको छ आमा, बुबा र शिक्षकप्रति विद्यार्थीको कर्तव्य। साथीहरू, कल्पना गर्नुहोस्, आज राति यहाँहरूको सपनामा भगवान आउनुभयो र भन्नुभयो कि म तिमीलाई एउटा वरदान दिन्छु, तर एउटा शर्त छ, तिमीले आफ्नो जीवनबाट एउटा मानिसलाई हटाउनुपर्छ। कि त बुबा, कि त आमा, कि त गुरु। तपाईँहरूको उत्तर के हुन्थ्यो होला? मलाई थाहा छ तपाईँहरूमध्ये कसैले पनि कसैलाई आफ्नो जीवनबाट हटाउन सक्नुहुन्न, किनभने बुबा बिनाको अस्तित्व अधुरो हुन्छ, आमा बिनाको ममता अपुरो हुन्छ र गुरु बिना त झन् भविष्य नै अध्यारो हुन्छ। त्यसैले आज म ती 3 मानिसको महिमा गाउन आएकी होइन महोदय, 3वटा ऋण सम्झाउन आएकी हुँ। जीवनमा सफल हुनु ठुलो कुरा होइन, तर सफल बनाएर त्यसको हिसाब नमाग्ने मानिसलाई सम्झनु ठुलो कुरा हो। आदरणीय महानुभावहरू, सम्झनुहोस्, हामी जन्मदा हामीसँग भाषा थिएन, पहिचान थिएन, ज्ञान थिएन, थियो त केवल एक रुवाई, र त्यही रुवाईलाई पहिलो पटक मुस्कानमा बदल्ने व्यक्ति आमा। हामीलाई पहिलो शब्द सिकाउनु हुने आमा, हामीलाई पहिलो पाइला चाल्न सिकाउनु हुने बुबा, र त्यही पाइलालाई सही दिशामा हिँड्न सिकाउनु हुने गुरु। त्यसैले आज पनि मलाई कसैले सोधे कि तिम्रो पहिलो युनिभर्सिटी कुन हो, म गर्वका साथ भन्छु मेरी आमाको काख, किनभने त्यही काखमा मैले प्रेम सिकेँ, त्यही काखमा मैले दया सिकेँ र मानवता सिकेँ। थोमस एडिसनलाई उनको विद्यालयले मन्दबुद्धि भनेर निकाल्दा उनको आमाले दृढताका साथ उनलाई घरमै पढाइन् र संसारकै महान वैज्ञानिक बनाइन्। उनले भनेका पनि थिए, मैले जे छु मेरी आमाको कारण छु। त्यसैले यस्तै आमालाई वृद्धाश्रम पुर्याउने हातहरू हाम्रा हुनु हुँदैन, बरु आमाको वृद्ध अवस्थामा लौरो बन्नु हाम्रो अनिवार्य कर्तव्य हो। प्रिय मित्रहरू, कहिले तपाईँहरूले आफ्नो बाबा कामबाट घर फर्किँदा उहाँको शर्टमा लागेको पसिनाको गन्ध महसुस गर्नुभएको छ? सायद त्यो गन्ध अहिलेको महँगो पर्फ्युम जस्तो मिठो त हुँदैन होला, तर त्यही गन्धले हाम्रो किताब किन्छ, त्यही गन्धले हाम्रो विद्यालय शुल्क तिर्छ, त्यही गन्धले हाम्रो सपनाहरू जगाउँछ। र आज हामी एयर कन्डिसनर भएको कोठामा बसेर करियरको सपना देख्छौँ, तर त्यो सपना तिनै बुबाले पसिना बगाएर किनिदिनु भएको हुन्छ। तर आदरणीय निर्णय छु, आजकल समाज कता जाँदैछ? एउटा बुबाले आफ्नो जुत्ता फटाएर आफै भोकै बसेर खाडीको 50 डिग्री तापक्रममा रगतलाई पसिना बनाएर कमाएको पठाएको पैसाले हामी महँगो विद्यालयमा पढ्छौँ, तर हामी के गर्छौँ? उहाँले पठाएको पैसाले हामी नयाँ र महँगो आइफोन किन्छौँ, टिकटक, इन्स्टाग्राम, पब्जी जस्ता विभिन्न सामाजिक सञ्जालमा समय बर्बाद गर्छौँ। के यो कर्तव्य हो? होइन। त्यसैले हाम्रो बुबाले बगाउनु भएको प्रत्येक थोपा पसिनाको मूल्य हामीले लगनशील भएर अध्ययन गरेर र एक असल नागरिक भएर चुकाउनु पर्छ। यही नै हो सच्चा कर्तव्य। आदरणीय उपस्थितजन, हामीलाई आमा बुबाले शरीर दिनुहुन्छ, तर मान्छे बनाउने काम गुरुले गर्नुहुन्छ। एउटा कथा पनि छ, सिकन्दर महान एलेक्जेन्डर द ग्रेटलाई प्रश्न सोधिएको थियो, तिमी आफ्नो बुबा र गुरुमा कसलाई ठुलो मान्छौ? उसले जवाफ दिए, बुबाले मलाई स्वर्गबाट धरतीमा झारे, तर गुरु एरिस्टोटलले मलाई धरतीबाट पुनः स्वर्गमा जत्तिकै उच्च चेतना र साम्राज्य दिए। तसर्थ गुरुप्रति कृतज्ञ हुनु र गुरुको आज्ञा पालना गर्नु हामी विद्यार्थीको परम कर्तव्य हो। आदरणीय महानुभावहरू, मानिसले जीवनमा धेरै कुरा कमाउँछ, धन
कमाउँछ, पद कमाउँछ, प्रसिद्धि कमाउँछ। तर एउटा अमूल्य चिज गुमायो भने त्यो सबै प्रसिद्धिहरू अधुरा, उपलब्धिहरू अधुरा हुन्छन्। त्यो हो बुबाको विश्वास, आमाको आशीर्वाद र गुरुको शुभेच्छा। अन्त्यमा म यही भन्न चाहन्छु कि जीवन दिनेहरूलाई बिर्सेर जीवनमा ठुलो भएको इतिहासमा वास्तवमै मैले कोही पनि देखेको छैन। र आज म यहाँहरूलाई कुनै आग्रह गर्दिनँ, म एउटा प्रण गरौँ भन्ने प्रस्ताव राख्छु। आजदेखि नै बुबाको पसिनालाई सम्मान गरौँ, आमाको त्यागलाई प्रणाम गरौँ र गुरुको ज्ञानलाई जीवनभर मार्गदर्शन बनाऊ। किनभने आशीर्वादले खोल्न सक्ने ढोका कुनै पनि साँचोले खोल्न सक्दैन। आमा, बुबा र शिक्षकको हृदय जित्न सक्ने विद्यार्थीले संसारको कुनै पनि पैसाले उसलाई हराउन सक्दैन। र यही विश्वासका साथ म मेरो भनाइलाई एउटा सानो संस्कृत प्रार्थनाले टुङ्ग्याउन चाहन्छु। मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव। यी 3 देवताको सम्मान गर्ने हामी विद्यार्थीको ठुलो कर्तव्य हो। र यति भन्दै म मेरो भनाइ यही टुङ्गाउन चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल, जय विद्यार्थी, जय एनपेप्सन।